साथीहरू कहिलेकाहीँ नखाएको पनि बिस लाग्दो रहेछ। म गौरीगञ्जबाट विराटनगरतर्फ जाँदै गर्दाखेरि रामचोकमा टर्निङ छ। टर्निङ पोइन्टमा नपुग्दै सिटी र म सँगसँगै जाँदाखेरि सिटी अचानक पल्ट्यो र क्षतिग्रस्त भयो र दुईजना घाइते पनि भए सामान्य। त्यहाँ पनि अब हाम्रो बसको गल्ती नहुँदा हुँदै पनि हामीलाई आरोप लगाइयो गाडीले हानेको भनेर। र यस्ता कैयौँ घटनाहरू छन्, भइरहन्छ। र नयाँ सरकारले पुरानै कानुन टेकेर चलिरहेको रहेछ, यसलाई संशोधन गर्नु पर्यो। अस्ति पनि हाम्रो 3 महिना अगाडि हाम्रो साथीको गाडीमा रोकेको गाडीमा पश्चिमबाट आएर एउटा बाइक ठोकिँदाखेरि सम्पूर्ण खर्च उसले बेहोर्नु पर्यो। अब ठुलो गाडीको गल्ती नहुँदा पनि यसरी गर्नुपर्छ भने जति पनि विदेशमा र नेपालमा गाडी किन्दै हुनुहुन्छ भने मेरा प्रिय साथीहरूलाई म के भन्छु भने नेपालमा गाडीको व्यवसाय गर्नु चाहिँ उचित छैन। किन यो अन्धो सरकारले कानुन संशोधन नगरिकन हामी सानो पुँजी भएको मान्छेले गाडी व्यवसाय गर्नु बेकार रहेको छ। मै परे आज हेर्नुहोस् त।